ठ्याक्क पोइन्ट टु द पोइन्ट गरिदिनुहोस्। पोइन्टै हो, तपाईँहरूलाई घोचेपछि पोइन्टमा पर्दैन, सबै थाहा छ सभापतिज्यू। तपाईँहरूलाई चाहिँ घोचेको कुरा मन पर्दैन, सबै थाहा छ हामीलाई। तपाईँहरू त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि, गरिबको जनताको किन सुन्नुपर्छ? सबै थाहा छ हामीलाई। प्रजातान्त्रिक समाजवाद पनि थाहा छ, नाटकै नाटक त हो नि। बिपी कोइरालालाई त तपाईँहरूले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि, भ्रष्टाचारको आँकडा सबै थाहा छ हामीलाई। सभापतिज्यूले ठुलो कुरा गर्नु पर्दैन, सबै थाहा छ हामीलाई। कति भ्रष्टाचार भएको छ, कुन कुन प्रधानमन्त्रीको पालामा कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई। केटापट्टि नजाउँ मान किन नजाने, किन रोक्नुभयो? म बोल्दिनँ के होइन, त्यसो माननीयज्यू रोकेको होइन, नरिसाउन् न, रोकेको होइन, प्लिज टु द पोइन्ट गरिदिनुहोस् भने हो कि। मलाई किन खोज्ने होइन, प्लिज 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 बस्नुहोस् माननीयज्यू, माननीयज्यू बस्नुहोस्, आफ्नो पोइन्ट राखेर जानुहोस् प्लिज। भने 2-3टा बाँकी छ, अब तपाईँले गरेर जानुहोस्। मन्त्रीजी कुरिरहनु भएको छ, रोकेको होइन तपाईँलाई पक्षपात गरे होइन। प्लिज तपाईँले चाहिँ सिद्धाएर जानुहोस्, आफ्नो चाहिँ पुरा व्याख्या धेरै नगर्नुहोस् मात्रै भने। म त्यस्तो तपाईँहरूको समर्थन गर्न आएको होइन, म समर्थन खोजेको होइन, यो त समर्थन संशोधन गर्नै पर्छ। विरोध गर्न किन रोक्नुभयो? विरोध मलाई लाग्दैन कि तपाईँले गरेको विरोध हो। आज युवा जति 80 लाख होइन, मलाई यो विरोध होइन जस्तो लाग्छ। यो ठिक छ, पार्नुभयो, संशोधन हाल्नै पर्छ। तपाईँले रोक्न पाइन्छ त्यस्तै? म त बोलिरहेको छु नि, तपाईँहरूले किन रोक्नुभयो? नरिसाउन् न मान्यज्यू, भन्नुभयो